चाहिँ केटा र केटीहरूले चाहिँ यस्तो तालचा पानी भने कहिले छुट्दैन अरे। आज त हाम्रो गेट टुगेदर भइरहेको छ। हामी चाहिँ जाने कहाँ हो? उहाँको र मेरो चाहिँ लगभग 6 महिनापछि भेट, त्यस्तै 6 महिनापछि भेट भएको छ। हिँड्दा हिँड्दा लास्टै थाकिसकेको छ हामीहरू चाहिँ उकालोमा। हामी आएको ठ्याक्कै 1.5 वर्षपछि भेट हुन पाउँछौँ पहिलोचोटि। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै अनि आराम हुनुहुन्छ होला। अनि आफ्टर लङ टाइम मैले चाहिँ हजुरहरूलाई चाहिँ भिडियो लिएर आइरहेको छु। अनि भिडियोलाई चाहिँ एकदमै धेरै माया गरिदिनु भएको छ। अगाडिको भिडियोहरूलाई पनि एकदम हेरिदिनु भएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि आजको भिडियो चाहिँ मेरो चाहिँ कस्तो हुन्छ भने सलनालमा चाहिँ अब सबैको कम्पनीहरू बिदा हुन्छ नि, त्यस कारणले चाहिँ अब हामीहरू चाहिँ अब भेटघाट गर्ने, गेट टुगेदर गर्ने भन्ने चाहिँ प्लान भइरहेको थियो। हाम्रो ग्याङहरू चाहिँ आफ्टर लङ टाइम चाहिँ अब भनौँ न गेट टुगेदर हुँदैछ। अनि जो नयाँ हुनुहुन्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला है। सलनालको भिडियो कस्तो हुन्छ हेर्दै जाऊँ है त। चाहिँ यसो आज गेट टुगेदर भोलि चाहिँ घुम्न जाने हो। अङ्कल यता हेरिदिनु न अङ्कल। राम अङ्कलले चाहिँ यसो खाना बनाउँदै हुनुहुन्छ। फर्ममा आइराख्नु भएको छ काका। आज त हाम्रो गेट टुगेदर भइरहेको छ। दाइले चाहिँ मासु बाँड्दै हुनुहुन्छ। दाइ मेरो भागमा अलिकति धेरै है। kimchi दाइ अलिकति धेरै खानु। हामी चाहिँ जाने कहाँ हो? हामी चाहिँ जाने कहाँ हो? चौल जान लागेको यो अनुहार पहिला पनि देख्नु भएको होला। उहाँको नाम चाहिँ राम हो। अनि उहाँको र मेरो चाहिँ लगभग 6 महिनापछि भेट, त्यस्तै 6 महिनापछि भेट भएको छ। उहाँ चाहिँ अब कोरियाको चाहिँ अब आधी कोरिया खाइसक्नु भएको छ होइन। त्यही हो। हामी चाहिँ यहाँ नमस्ते रेस्टुरेन्टमा यसो खानासाना खाएर अब अगाडि बढ्नु पऱ्यो। कस्तो भइरहेछ? मजा अब चाहिँ हामीहरू हल्का खाना खाएर यहाँदेखि निस्किन्छौँ है त। हामीहरू चाहिँ यहाँ उकालो चढ्नु लागेको। यस्तो गाह्रो भइरहेछ। हामी चाहिँ सौल टावर जानु लागेको। यहाँ हिँड्दा हिँड्दा लास्टै थाकिसकेको छ हामीहरू चाहिँ उकालोमा। राजुभाइले चाहिँ ब्याग बोकिदिएर अहिले चाहिँ एकदमै सहयोग गरिरहेछ मलाई। दाइ यहाँ फोटो खिचौँ न। फोटो खिच्ने यस्तै रमाइलो भइरहेको छ। हामी चाहिँ यता सौल टावर घुम्न आएको। एकदमै मान्छेहरू सिनेमेटिकमा। राजुभाइ कस्तो भइरहेछ त? यात्रा एकदम दामी होइन, रमाइलो पल। घरदेखि आएदेखि घुम्न पाइएको थिएन, साथीहरू भेट्न पाइएको थिएन। घुम्न पाइएको थियो, साथीहरू भेट्न पाइएको थियो। तर एउटा हुन्छ नि आत्मीयता भएको एकदम नजिकको हामी आएको ठ्याक्कै 1.5 वर्षपछि भेट हुन पाउँछौँ पहिलोचोटि।
एकदम खुसी लागिरहेछ। एकदम मन चङ्ग भइरहेछ होइन। धेरै पछिको हाम्रो भेटघाट एउटा अविस्मरणीय पल भइरहेको छ। एकदम खुसी लागिरहेको छ। एकदमै दामी। एकदमै राम्रो, एकदम बेस्ट लाग्यो है मलाई चाहिँ यहाँको सौल टावर। अनि तपाईँहरू चाहिँ सौल टावरको नजिक हुनुहुन्छ भने आउनु होला, एकदमै दामी छ। केबल कार भन्दा पनि मलाई चाहिँ हिँडेर ट्रेकिङ गर्दाखेरि चाहिँ एकदमै दामी लाग्यो है। किनभने केबल कार चाहिँ पहिला पनि चढेको हो नि त नेपालमा। 2 मिनट केबल कार चढेर के गर्ने कि होइन। त्यस कारण भ्यू हेर्न सक्नुहुन्छ। वाउ, एकदम बवाल छ। चाहिँ केटा र केटीहरूले चाहिँ यस्तो तालचा पानी भने कहिले छुट्दैन अरे। सौल टावर हेर्नु आएको चाहिँ यस्तो तालचाहरू चाहिँ यस्तो जोडी कपालहरूले चाहिँ यस्तो राख्दो रहेछ, बाँध्दो उयो रहेछ, तालचा लगाउँदो रहेछ। माथि जम्मै हामीहरू चाहिँ अब आज सलनालको दोस्रो दिन। तर घुमेर टोइलेट बन्द छ। अब हामीहरू अब यताबाट भएर जाने, तिनीहरूको तलबाट जान्छ। अब अर्को ठाउँ छ कि एकदम बवाल, यहाँ जाने हो एकदम। यो अब तपाईँको विश्व युद्धमा चाहिँ युज भएको टावर भन्दा पनि त्यो म्युजियम हो। यहाँ चाहिँ बवाल छ। यहाँ नम्नी त गइदिउँ न होइन, बिदाको दिनमा सधैँ घुम्ने होइन। फेरि भोलि एउटा काममा पनि जानु छ फेरि होइन। त्यही भएर यसो गइदिउँ के छ र होइन। त्यही भएर कफी सपहरू चाहिँ अब चाहिँ हामी सौल टावर घुमेर अब चाहिँ फर्किँदैछौँ होइन। अब चाहिँ अर्को ठाउँमा जाने भन्ने कुरा छ। के हुन्छ कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु होइन। केटाहरू अगाडि गइसकेका छन्। एकदमै दामी भ्यू देखिरहेको छ। मलाई चाहिँ एकदमै मन पर्यो। हजुरहरूलाई पनि यदि सौलको छेउछाउमा हुनुहुन्छ भने चाहिँ घुम्नलाई यहाँ आउनलाई एकदम बेस्ट छ है। घुम्नलाई चाहिँ
ओ छिटो छिटो जाम क्या यार, अरू ठाउँमा जानु छ, पुग्दैन ठाउँ, टाइम पुग्दैन। अब 2 बजिसकेको छ, टाइम पुग्दैन नि, हामीसँग समय नै छैन, के गर्नु होइन। त्यही भएर निस्किन लागेको। युज भएको सामानहरू त्यो चाहिँ हेर्नको लागि हामीहरू जाँदैछौँ। समय कति लाग्छ ठ्याक्क त्यो थाहा भएन। अब तपाईँहरूलाई अब यसो बाटोमा देखाउँछु है त। साउल टावर घुमिसकेपछि हामीहरू चाहिँ द वार अफ मेमोरी पार्क चाहिँ हेर्न जाँदैछौँ है त। यो चाहिँ वारमा युज भएको प्लेनहरू अनि ट्याङ्करहरू। यो चाहिँ कोरियाको युद्धमा चाहिँ, कोरिया र जापानको युद्धमा चाहिँ युज भएको ट्याङ्करहरू है, यस्तो छ। अनि यतातिर चाहिँ प्लेनहरू चाहिँ उतातिर छ। प्लेनहरू यता छ, यता ट्याङ्करहरू यो युद्धमा यो युज भएको ट्याङ्करहरू, यिनीहरू केहरू छ प्लेनहरू। युट्युब च्यानल यस्तै छ। हामीहरू चाहिँ यता आइरहेको, कस्तो लागिरहेको छ तपाईँहरूलाई भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला। दाइ फेरि के हो अजाङसिल? के छ यो ट्याङ्करभित्र जानु मिल्छ? यो चाहिँ युद्धमा युज भएको ट्याङ्करहरू, कोरिया र जापानको युद्धमा युज भएको ट्याङ्करहरू भित्र जान मिल्छ। हो बन्दुक चलाउनु पर्यो ल। नै नचलाम। कोही मेसिन गन त यहाँ रहेछ नि, यस्तो हुँदो रहेछ। टोकीले चलाएको मेसिन गन त यहाँ रहेछ। कहाँ? कि यहाँ दाइ तपाईँ पठाइदिनु होला है अहिले। हामीहरूको सनलालको दोस्रो दिन पनि एकदमै रमाइलो भयो होइन। अनि हामीहरू चाहिँ घुमेर चाहिँ अनि सकिसकेपछि चाहिँ हामीहरूको तेस्रो दिनमा चाहिँ हामीहरू चाहिँ युनोरी भन्ने अब यो कोरियाको चाहिँ परम्परागत खेल होइन। अनि यो चाहिँ खेलिसकेपछि चाहिँ अनि हामीहरू चाहिँ एकदमै रमाइलोसँग तेस्रो दिन, सनलालको तेस्रो दिन चाहिँ हामीहरू चाहिँ युनोरी गेम खेल्यौँ। अनि युनोरी खेल्यौँ, यसलाई चाहिँ नेपालीमा चाहिँ पासा गेम भन्छ होइन। थ्याङ्क यू फर वाचिङ एभ्री गाइज। अबको नेक्स्ट भिडियो चाहिँ अब एकदम बवाल बनाउने होइन। नेक्स्ट भिडियोको लागि चाहिँ वेटिङमा बस्नु होला। अनि अगाडिको भिडियोहरू हेर्नु भएको छैन भने त्यो भिडियोहरू पनि हेर्दै गर्नु होला है त। दुगे 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 판이 안 넘으면 그래 아니 그렇게 안 돼. 또 다시 해야 돼요? 그래서 하나 다시 해야 돼. 또 다시 아니 하나. 누구야? 아니라 다시 애기 아저씨가 두 개라고요. 아저씨가 두 개.
아직 이거 두 개. 엎어졌어요? 그럼 하나. 잠깐만.